नेपाली कर्मचारी तन्त्रले सरकारको नीति कार्यान्वयनलाई र सेवा प्रवाहलाई अररसँग जकडेको छ, मतलब जड बनाएको छ। यो धारणा मेरो होइन, विश्लेषक अरुण कुमार सुवेदीको हो। तर यस विषयमा मेरो पनि सहमति भने छ। फेरि यसको अर्थ नीतिहरू चाहिँ उल्कै राम्रा थिए भन्ने पनि होइन। राम्रा नीतिहरू कार्यान्वयन पनि सजिलोसँग भएनन् भन्ने मात्र हो। हाम्रो कर्मचारी प्रशासनमा काम गर्नेले गरिरहने र नगर्नेले घाम तापेर दिन बिताउने व्यथिति छ। यो तल्लो तहको कर्मचारीको मात्र होइन, उपल्लो तहका व्यवस्थापकहरूको पनि असफलता हो। जब नेतृत्वले स्पष्ट कार्ययोजना वा बिजनेस दिन सक्दैन, तब कर्मचारीहरू गुटबन्दी र राजनीतिमा अल्झन्छन्। म्यानेजमेन्टको सिद्धान्त भन्छ, यदि कर्मचारी फुर्सदिलो छ भने त्यो उसको हाकिमको असक्षमता हो। विगतदेखि नै हाम्रो कर्मचारी प्रशासन एक यस्तो साँडे जस्तो भएको छ जो आरामले बस्न रुचाउँछ। तर जब नयाँ सरकारले पुच्छर निमोट्न थाल्छ, तब मात्र यो दौडिन सुरु गर्छ। अहिलेको परिदृश्य ठ्याक्कै यस्तै देखिँदैछ। डे 1 देखि बालेन सरकारले पुच्छर निमोट्दा कर्मचारी तन्त्र दौडिन खोज्दैछ। लाइसेन्स छपाईमा आएको तीव्रता, मालपोत नापी र यातायात कार्यालयहरूमा भएको बिचौलियाको निषेध र सेवाग्राहीप्रति अचानक कर्मचारीमा देखिएको नरमपना यसका उदाहरण हो। कर्मचारी तन्त्रलाई सेवाग्राहीप्रति जवाफदेही बन्न हिजो केले रोकेको थियो? यसले के पुष्टि गर्छ भने समस्या साधनको होइन, नियत र कडा निर्देशनको रहेछ। विगतमा स्थापित गरिएका कार्यालयका हेल्प डेस्क, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारी जस्ता सामाजिक जवाफदेहिताका औजारहरू केवल सोकेसका सामान जस्ता मात्र बने। हेल्प डेस्कमा समस्या झन बल्झाउने कर्मचारी र फोन नउठाउने अधिकारीहरू भएपछि जनताको सेवा प्रवाह प्रभावित हुने भइहाल्यो। एउटा कर्मचारी नहुँदा उनको अनुपस्थितिमा काम गर्ने प्रभावकारी संयन्त्र नबन्दा कयौं पटक जनताले भोलि आउनुहोस् भन्ने रुखो बोली सहेर फर्किनुपर्छ। अझ दुःखद कुरा त अहिले व्यवस्था गरिएको बिहान 9 बजेदेखिको कार्यालय समयलाई लिएर केही कर्मचारीहरूले सरकारी पोसाकमै सेवाग्राही त 9 बजे आएनन् नि भन्दै सामाजिक सञ्जालमा भिडियो हाल्दै व्यङ्ग्य गरिरहेका छन्। जुन पोसाकले जिम्मेवारी बोध गराउनु पर्ने हो, त्यही कार्यालयको नेट चलाउँदै सरकारी पोसाकमै बसेर राज्यको निर्णयको खिल्ली उडाउनु पदीय मर्यादा र व्यावसायिक नैतिकताको चरम स्खलन हो। अब सेवा प्रवाहलाई सरकारको सफलता असफलतासँग मात्र होइन, कर्मचारीको कार्यक्षमतासँग पनि जोडेर मापन गरिनुपर्छ। काम नगर्नेलाई घाम ताप्ने छुट दिनु हुँदैन। हामीलाई पुच्छर निमोट्दा मात्र दौडने होइन, बरु जनताको सेवामा सधैँ स्वचालित हुने जनउत्तरदायी कर्मचारी तन्त्रको आवश्यकता छ। हस्, नमस्ते।